हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट ब्लग। त साथीहरू, आज चाहिँ म बाजुरा जिल्लाको बडीमालिका नगरपालिका 9 यहाँ चौराटामा घुम्न आएको छु। अनि मसँग दाइ पनि आउनु भएको छन्। अब यो च्यानल चाहिँ मेरो होइन, दाइको हो। त्यही पनि म अब पहिला म सुरु गर्दैछु ब्लग भिडियो, किनभने म दाइलाई अलि लाज लाग्छ, त्यही भएर चाहिँ दाइले अलि पछि बोल्नुहुन्छ। ल अब दाइले सुरु गर्नुहुन्छ। तपाईँलाई यहाँको रमाइलो दृश्यहरू, यहाँको सुन्दर ठाउँहरू अनि यहाँको कस्तो राम्रो छ, यहाँको भ्यू चाहिँ सबै देखाउनुहुन्छ। हेरेर प्रतिक्रिया गर्नु होला। अबको भिडियो चाहिँ दाइबाट। ल, यो हो बडीमालिका नगरपालिका 8, यो चौराटा गाउँको माथि मनोरम दृश्य छ। घुमौँ घुमौँ बसौँ बसौँ लाग्ने टाइपको। हामी यसो हिँड्दै डुल्दै आइरहेको छौँ यतातिर। क्या रमाइलो हावा पनि रहेछ। एकचोटि पुग्नै पर्ने ठाउँ रहेछ यहाँ। तपाईँहरू आउनुहुन्छ भने आउँदा हुन्छ। पुग्नै पर्ने ठाउँ, रमाइलो एकदम मनोरम दृश्यहरू। यी काफलका रुखहरू, यो काफलको रुख हो यो। यहाँ तल चाहिँ तल खोलाबाट गौमुल गाउँपालिका जाने बाटो छ बाजुराको यतातिर। यो जम्मै काफलको जङ्गल हो यो। क्या रमाइलो ठाउँ छ। आहा, मनै लोभ्याउने जस्तो रहेछ यहाँ। हामी पनि पहिलोपटक आएको हो। बस्न चाहिँ हामी यता नजिकै बस्छौँ, तर पहिलोपटक आयो यहाँ। रमाइलो रहेछ। जे होस्, यताबाट मार्तरी बजार पनि देखिन्छ। यो मार्तरी साँफे बगर सडक खण्ड पनि देखिँदैछ यताबाट। ऊ तल देखिने त्यो रोड चाहिँ मार्तरी साँफेबाट मार्तरी बजार आउने रोड रहेछ। यहाँ तल जग्गा पनि छ खेती गर्ने। यो चौराटा ऊ त्यो बजार चाहिँ, त्यो बजार चाहिँ मार्तरी बजार हो, बाजुराको सदरमुकाम। यो मार्तरी बजार हो। यहाँ देवताको मन्दिरहरू पनि थुप्रो छन् यहाँ। यो मस्टा देवताको मन्दिर हो। यसलाई पहाडतिर यो यहाँको भाषामा माडु भन्छन्, माडु। यहाँ मन्दिरहरू पनि थुप्रै छन्। काफलका रुखहरू, लालीगुराँस, मन्दिर यस्तो छ यहाँ। यो काफलका रुखहरू जम्मै यो काफलको जङ्गल हो यो। काफलहरू यहाँ के को टावर पनि रहेछ। हामी टावर पनि देख्न पायौँ। सोलर पनि सकेको रहेछ। अनि जोस् धेरै रमाइलो लाग्यो। एउटा मन्दिर यहाँ पनि रहेछ। आहा, मन्दिरकै रहेछ यहाँ त डाँडो पुरै। कति धेरै मन्दिरहरू छन्। यस्तो छ यहाँको। ल हुन्छ है साथीहरू, अब हामी अर्को भिडियोमा भेटौँला। आजको भिडियो अब हजुरहरूले कस्तो लाग्यो अनि कमेन्टमा बताउनु होला। अनि यो भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला ल। अनि हामी अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बाई बाई।